दर्शकबिन नमस्कार। आज हामी तपाईहरुलाई निकै नै दुःखद घटना लिएर आएका छौं र हामी धेरैलाई थाहा पनि भइसक्यो। केही समय अघि तिब्बतबाट रसवा हुँदै आएको बाढीले चाहिँ देशका विभिन्न जिल्लामा क्षति पुर्याएको छ। विशेष गरी 4 जिल्ला अर्थात् त्यसको प्रभाव चाहिँ अहिलेसम्म धादिङ, नुवाकोट, रसवा र चितवनमा परिरहेको छ र अहिले नेपाली सेनाले चाहिँ उद्धारको काम सुरु पनि गरिसकेको छ। मेडिकल सहितको टिम उक्त स्थानमा पान गरिसकेको छ र सबै संयन्त्रलाई चाहिँ उक्त स्थानमा उद्धारका लागि सहयोग गर्न सरकारले अपिल पनि गरेको छ र यदि हजुरहरू उक्त स्थानमा बस्नुहुन्छ भने तपाई पनि सुरक्षित बस्नुहोस्। र मैले केही समय अघि नुवाकोट बस्ने स्थानीयसँग मेरो सम्पर्क भएको थियो। उहाँहरूले भन्दै हुन्थ्यो यहाँ नेटवर्कको धेरै समस्या भइरहेको छ, हामी सुरक्षित ठाउँमा त बसेका छौं तर हाम्रा घरहरू बगाएको छ। तपाई आफ्नो ज्यान बचाउनुस् पहिले, त्यसपछि मात्रै घरलाई सम्झिनुस्। तपाईको ज्यान बच्यो भने भोलि घर बन्छ। त्यसकारणले गर्दा आज तपाईहरु सुरक्षित ठाउँमा बस्नुस्। सम्पर्क हुन सकिरहेको छैन, आफ्ना आफन्तलाई घरमा फोन गरिरहनु भएको छ, सम्पर्क हुन नसकेर उहाँहरु निकै तनाव मोडमा हुनुहुन्छ। कसैले खाना खाने समय भएको थियो, कसै काममा जाने समय भएको थियो। उहाँहरु सबै खोक बिर्सेर आज उहाँहरुको ध्यान उतै केन्द्रित भएको छ। यदि तपाईहरु विशेष गरी नुवाकोट जिल्लामा चाहिँ बढी क्षति भएको जानकारी प्राप्त भएको छ र तपाईहरु पनि जो नुवाकोटमा बस्नुहुन्छ, जो रसवा बस्नुहुन्छ, जो चितवनमा बस्नुहुन्छ, जो धादिङमा बस्नुहुन्छ, उहाँहरुले चाहिँ आफ्नो तरिकाबाट आफ्नो तवरले तपाईहरुले पनि उहाँहरुलाई उद्धारमा सहयोग गर्नु होला। आफू पनि बस्नुहोस्, अरूलाई पनि बचाउने काम गर्नुहोस्। र यतिखेर यो सामाजिक सञ्जालमा अलिक धेरै अतिरञ्जित भिडियोहरु आइरहेका छन्, पुराना भिडियोहरुलाई पनि हालिरहेछन् र एआई केन्द्रित भिडियोहरु पनि आइरहेका छन्। त्यस्ता भ्रम चाहिँ सिर्जना गर्ने काम बन्द गरौँ। जे हो सत्यलाई मात्रै हामीले प्रचार गर्दियौं र तपाईहरुले भरसक फोटो भिडियो खिच्नु भन्दा बरु कसैलाई उद्धार गर्दा यतिखेर त्यो एउटाका लागि फाइदा विषय हुन्छ। तपाईको सानो मेहनतले गर्दा, तपाईको सानो प्रयासले गर्दा कसैको ज्यान बच्छ भने तपाईहरु त्यो क्षेत्र लाग्नुहोस्। कतिको जीव ज्यानको क्षति नहोस्। र अहिलेसम्म सुरक्षा कर्मीहरु पनि सम्पर्कविहीन भएको समाचारहरू आइरहेको छ र त्यो चाहिँ पुष्टि भइसकेको छैन र पनि अहिलेसम्मको विभिन्न डाटाहरू हेर्दा, विभिन्न अपडेटहरू आइरहँदा त्यो जानकारी आइरहेको छ र तपाईहरु काठमाडौँको आकाशमा हेलिकप्टरहरू उक्त स्थानमा उडिरहेको आवाजहरू आइरहेको छ र जति सक्दो धेरै नेपाल सरकारले प्रयास पनि गरिरहेको छ। र यो यसमा चाहिँ हामीले सरकारलाई यतिखेर राजनीति गर्ने भन्दा पनि हामीले चाहिँ सरकारलाई काम गर्नुपर्छ। जति सक्दो नेपाली नागरिकलाई बस्ने आधार सरकारले अब निर्माण गर्ने बेला आएको छ। यतिखेर त्यो पार्टी फलाना पार्टी भन्दा पनि हामी नेपाली भनेर लाग्नुपर्ने बेला आएको छ। त्यसका लागि सबैले आफ्नो ठाउँबाट लागि पर्नुस्। हामी तपाईलाई के जानकारी प्राप्त हुन्छ त्यो जानकारीहरू पलपलमा दिनेछौँ। त्यसका लागि भने चाहिँ यो भिडियो जति सक्दो धेरैलाई पठाउनुहोस्, जति धेरै सेयर गर्नुहोस् र यो भिडियोलाई लाइक कमेन्ट गरेर धेरैमा पुर्याउनुहोस्। र तपाईहरुलाई हामी यस्तै जानकारीका लागि हाम्रो यस पेजलाई फलो गर्न नभुल्नु होला।